नमस्ते विद्यार्थी भाइ बहिनीहरू। तपाईँहरू अब कक्षा 12 को फाइनल बोर्ड इक्जामको पर्खाइमा हुनुहुन्छ, तयारी गरिरहनु भएको छ र तपाईँहरूका लागि मैले यो ग्रामरमा कसरी राम्रो गर्ने भनेर केही भिडियोहरू बनाइरहेको छु र आउँदैछन् ती भिडियोहरू। र यो भिडियोमा विशेष त क्लास 12 को ग्रामरको बारेमा म कुरा गर्दैछु, के आइटमबाट के सोधिन्छ भनेर। क्लास 12 को ग्रामर क्वेसन 7 नम्बर क्वेसन हो र त्यसमा 10 मार्क्सको क्वेसन सोधिएको हुन्छ। 10 क्वेसन 1 मार्क्सको हुन्छ सबै क्वेसनहरू, अथवा 1 क्वेसन इक्वल्स 1 मार्क्स इक्वल्स 10 मार्क्सको सोधिएको हुन्छ। र कुन कुन आइटम पढ्ने भन्ने विषयमा मैले यो भिडियोमा कुराकानी गर्दैछु। पहिलो कुरा त अब एडजेक्टिभ एन्ड एडभर्ब हो। एडजेक्टिभ एन्ड एडभर्बबाट एउटा क्वेसन सोधिन्छ। त्यस्तै गरी सब्जेक्ट भर्ब एग्रिमेन्ट रहन्छ, मोडल भर्ब्सहरू रहन्छन्। मोडल भर्ब्स भनेका चाहिँ अब मे, माइट, क्यान, कुड, स्याल, सुड, विल, वुड, होइन, युज टु, अट टु, ती भर्बहरू। त्यस्तै गरी टेन्सहरू टेन्स रहेको हुन्छ। हरेक टेन्सको 4वटै एस्पेक्टहरू, 12वटै एस्पेक्टका कुनै क्वेसनहरू पर्छ। प्रिपोजिसन, होइन, इन, अन, एट, फर, अबभ, अन्डर, बिलो, होइन, अवे फ्रम, त्यस्ता खालका क्वेसनहरू रहेका छन्। त्यस्तै गरी इन्फिनिटिभ एन्ड जिरोन्ट, होइन, दुईवटा भर्ब आउँदाखेरि पछिल्लो भर्बलाई इन्फिनिटिभ अथवा जिरोन्ट गर्ने भन्ने क्वेसन पनि रहेको हुन्छ। त्यस्तै गरी रिलेटिभ प्रोनाउन भनेको हु, विच तिनीहरूले जोड्ने, होइन, द्याट, वेन, हाउ तिनीहरूले जोड्ने प्रोनाउन भएका क्लजहरू बनाउने, त्यो टपिक रहेको हुन्छ। त्यस्तै गरी कन्जङ्सन अर कनेक्टिभ्स रहेको हुन्छ भने, अनि त्यस्तै गरी भोइस, एक्टिभ पेसिभ भोइस बनाउने, रिपोर्टेड स्पिच गर्ने, यिनीहरूबाट प्रायः जसो सोधिएको छ एउटा क्वेसन। त्यस्तै गरी बुकमा पनि समेटिएको हिसाबले क्वेसन ट्यागहरू भयो, इफ कन्डिसनल सेन्टेन्सेस, इफ सेन्टेन्सेस, अनि त्यस्तै गरी डिटर्मिनर एन्ड क्वान्टिफायर, एन, द लगायत भेरी फ्यु, मोर, मच, लिटल, होइन, त्यस्ता चाहिँ क्वान्टिफायर्सहरू, डिटर्मिनर्सहरू पनि सोध्न सक्ने हुन्छ फाइनल इक्जाममा, र त्यसै अनुसार तयारी गर्नुपर्छ। र विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले अरू थप ग्रामर सम्बन्धी जानकारीका लागि अरू ग्रामरहरूको च्याप्टर वाइज अथवा आइटम वाइज खालको भिडियोहरू पनि आउने छन् नै। यदि तपाईँले मेरो युट्युब च्यानल एडुटेक देव शर्मा च्यानल सब्सक्राइब गर्नुभएको छैन भने गर्नुहोला, लाइक, कमेन्ट, सेयर पनि गर्नुहोला जरुर भन्ने अपेक्षा लिएको छु। थ्याङ्क यू।